नमस्कार बन्दगी म तपाईहरुकै साथी प्रदीप राजवंशी। आज नेपालमा होचो ठाउँ भनेर कहाँ चिनिन्छ भनेपछि तपाईहरुलाई थाहै होला। नेपालकै पूर्वमा रहेको होचो ठाउँ भनेपछि बिरतामोडदेखि 40 किलोमिटर दक्षिण जुन बोर्डरकै छेउछाउमा पर्छ त्यो ठाउँको नाम हो कञ्चनकवल गाउँपालिका अथवा केचना। आज हामी तपाईहरुलाई त्यहाँको अवलोकन गराउनेछौँ भिडियोद्वारा। हामीसँग छ सपोर्टरमा खड्ग राजवंशी र त्यहीको बनियानी जुन कञ्चनकवल छेउछाउकै गाउँमा रहेको बनियानीको सत्यनारायण राजवंशीले हामीहरूलाई त्यहाँको भ्रमण या अवलोकन गराउनेछ। हामी अब त्यो भिडियो अब त्यहाँ त जान पाइँदैन सबैजनाले, अब भिडियो हेरेर अवलोकन गर्न अवश्य पाइन्छ होला। र तपाईहरु हेर्दै गर्नुहोला भिडियो के कसो छ अवलोकन गर्नु होला। राम्रो लागेछ भने अवश्य लाइक त गर्नु होला। यति भन्दै अब तपाईहरुलाई कञ्चनकवल गाउँपालिकाको अवलोकन गराउनेछौँ जुन 20 करोडको लगानीमा अहिले नयाँ झिल बन्न लागिरहेको छ। ल हेरौँ अब कञ्चनकवल गाउँपालिकाको भिडियो।
नयाँ भिडियो हेर्नलाई च्यानल सब्स्क्राइब र साथै युट्युबको बेल आइकन दबाउन नबिर्सिनुहोला। तपाईको साथ